तपाईँलाई ज्वरो आयो, तपाईँ मेडिकल या क्लिनिक जानुहुन्छ, त्यहाँ तपाईँलाई ब्लडको टेस्ट गर्न भन्छन्, त्यहाँ टाइफोइड टेस्ट गरिन्छ र त्यो पोजिटिभ आउँछ। र मेडिकलको या क्लिनिकको दाइले के भन्नुहुन्छ भने यो त टाइफोइड ज्वरो हो, यो त कडा हुन्छ, इन्जेक्सन लाउनुपर्छ र तपाईँलाई 3 दिन या 5 दिन इन्जेक्सन लगाइन्छ। यो सही हो कि होइन, आउनुहोस् आज बुझौँ। टाइफोइडको टेस्ट हेर्ने कि क्लिनिकहरूमा गर्ने भनेको चाहिँ उडाइल टेस्ट हो। यो चाहिँ तपाईँको ब्लडबाट गर्ने एउटा सामान्य प्रक्रियाबाट गर्ने एउटा टेस्ट हो। सजिलो पनि छ, सस्तो पनि छ, गर्न सजिलो पनि भयो। तर यसका धेरै बेफाइदाहरू छन्। यो धेरैमा पोजिटिभ आइरहेको छ है। तपाईँलाई एकचोटि तपाईँलाई टाइफोइड लागिसकेको छ भने त तपाईँको जिन्दगीभर पोजिटिभ आउन सक्छ र तपाईँको जुन यो टेस्टले पोजिटिभ देखाएको छ त्यो अहिले लागेको टाइफोइड ज्वरो हो कि पहिलाको टाइफोइड ज्वरो हो भन्ने कुरा छुटाउन सक्दैन। हाम्रो देशमा नेपालमा तपाईँको टाइफोइडका बिरामीहरू धेरै हुन्छन्। एक न एकचोटि सबैलाई टाइफोइड ज्वरो लागिसकेको हुन्छ। त्यसैले धेरैको पोजिटिभ आउँछ। त्यही भएर यो टेस्ट गरेर तपाईँको पोजिटिभ आयो भन्दैमा सबैलाई इन्जेक्सन चलाउने होइन, एन्टिबायोटिकको दुरुपयोग गर्ने होइन है त। राम्रोसँग जचाउँ, सुरक्षित बनाऊ।